आजको मौसम चाहिँ एकदम खुलेको छ। आहा, त्यसैले बाहिर निस्कन मन लाग्यो। आउनुस् तपाईहरुलाई लिएर बाहिर जान्छु। यो साकुरा फुल्ने मौसम त गइसक्यो, तर यो गाउँतिर भएको भएर अझै पनि यहाँ धेरै ठाउँमा फुलहरू बाँकी छ। हेर्नुस् त कस्तो मज्जासँग फुलेको छ। आज चाहिँ म तपाईहरुलाई यो कोमागानेको फाँटतिर भनौँ न, बेसीतिर लिएर जान्छु। फुलै फुलले सजिएको बाटोमा अगाडि बढ्दैछौँ। मलाई यो ठाउँ चाहिँ मेरो गाउँ तालबेसीको एकदम याद आउँछ के। खोला नाला भएको डाँडा छ, ताल छैन त्यति हो, तर नदी छ, चारैतिर पहाड छ, फाँट छ र नदीहरू छ। त्यो चाहिँ मलाई एकदमै मनपर्छ। यो चाहिँ अब हामी फाँटतिर पस्यौँ है। रोपाईको लागि तयारी पनि हुँदैछ कतिपय ठाउँमा। यहाँ पनि ठुलो ठुलो खेतहरू छ, ट्र्याक्टरले जोत्छन्। राम्रो छ दृश्य। यो त बच्चाहरू खेल्ने पार्क भयो के अरे। यसको भिडियो त अस्ति नै बनाएर राखेको छौँ हामीले। मैले चिल्ड्रेन्स डे आउट भनेर नाम राखेर भिडियो राखेको छु। तपाईँहरू फुर्सद मिल्ने हेर्नु होला। दर्शकबिन नमस्ते। अहिले म कोमागानेको फिटनेस रोडमा छु। मेरो यतापट्टि देखिएको यहाँ खोला नदी छ, तेन्द्रिउ खोला भन्छ जसलाई। अनि यता माथिल्लोपट्टि भागमा चाहिँ कोमागाने पर्छ। र यो सानो बाटो छ, यो नदीको छेउछेउ बाटो बनाएको छ। यो बाटोलाई चाहिँ फिटनेस रोड भनिन्छ। र यहाँ विभिन्न किसिमको मान्छेहरू आएर विभिन्न वकिङहरू अब त रनिङहरू गर्नुहुन्छ आफ्नो ठाउँमा। तर विभिन्न यहाँको सिटीले यो एक्सर्साइज गर्ने कोर्सहरू पनि बनाएको छ। फिटनेस गर्ने तरिकाहरू बाहिर साधनहरू पनि राखिदिनु भएको छ बाहिर। आउनुहोस् कस्तो कस्तो किसिमको साधन छ म तपाईँलाई देखाउँछु। सक्यो भने म पनि कोसिस गरेर देखाउँछु। यो यहाँ यसको विवरण लेखिएको छ। जस्तै यहाँ अहिले हामी यहाँ छौँ सिम्पल कोर्स, त्यसपछि यो के हो रोकोमो कुनै के हो कोर्स, त्यसपछि एडिएल कोर्स लेखेको छ, त्यसपछि फिटनेस कोर्स लेखेको छ यो यहाँ। र यो बाहिर यो बाटो हो सिधा दौड्ने, यो नदी तेन्द्रिउ। अब म यो के भन्छ सिम्पल कोर्स चाहिँ के रहेछ ट्राई गर्छु है त। साह्रै सिम्पल रहेछ। खुट्टा राख्ने गरेर यो मात्र। यो चाहिँ स्ट्रेचिङको लागि मात्र रहेछ, खालि यति मात्र गर्ने हो, खासै केही पनि छैन। सजिलो यो पनि। ठिक छ, यो त सिम्पल सबैलाई थाहा हुने कुरा हो। यो सिम्पल कोर्स भन्ने सिद्धियो। अब अर्को कोर्समा के रहेछ अर्कोतिर जाउँ है त।
यो सिम्पल कोर्स हामीले सिद्ध्यायौँ र अब हामी आइपुगेको छौँ यो रोकोमो कुनिक्यो कोर्स भनेर लेखेको छ। अहिले यहाँ आएको छौँ। यो रोकोमो कुनिक्यो कोर्स भनेको बुझ्दै बुझिनँ के लेखेको रहेछ भनेर यहाँ गुगल ट्रान्सलेट गरेर हेर्दाखेरि के भन्छ कुन हो। अहिले हामी लोकोमोटिभ प्रिभेन्सन कोर्स रे। सायद शरीरको हाड जोड्नेहरू, लकहरू, जामहरू खोल्ने अभ्यास होला। यो त सजिलै भयो, अघि नै गरेको जस्तो सेम। दोस्रो कोर्स पनि सिद्धियो। अब तेस्रोतिर जाँदैछौँ। तेस्रो के रहेछ अझै थाहा छैन, गएपछि बल्ल थाहा हुन्छ। यो सिद्धियो, यो सिद्धियो। अब हामी यहाँ एडियल कोर्स भन्नेमा रहेछौँ। एडियल कोर्स दोस्रो चाहिँ यो स्ट्रेचिङ गर्ने रहेछ। तेस्रो कोर्स पनि सिद्धिन लाग्यो। अचम्म लाग्यो यो अन्तिम गेम चाहिँ यो के हो यस्तो लेखेको छ। यो गर्ने तरिका चाहिँ यति हो अरे कि माथि लैजाने एउटा 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 गरेर छोड्ने रे, बस त्यति। अचम्म 3टा कोर्स सिद्धियो। अब चौथोतिर जाँदै, चौथोमा चाहिँ मेन फिटनेस कोर्स भएकोले मान्छेहरू निकै रहेछ। अलिअलि मान्छे खाली भएपछि खिच्ने गर्छु म है। सहरमा त हराएको सामान पाइन्छ भने यो त गाउँ भयो।
यो जो अस्तिदेखि यहीँ थियो, कति दिन भइसक्यो कसैले लगेको छैन। यसको मान्छे पनि आइपुगेको रहेछ। चौथो अथवा अन्तिम कोर्समा छौँ, जसलाई फिटनेस कोर्स भनिएको छ। पहिलो यो मङ्की बारमा झुन्डिएर जाने रहेछ, यो सक्दैन, गाह्रो छ। दोस्रोमा यस्तो आछ, यो पनि सक्दैन हो सक्दैन। त्यसपछि अर्को यो त देख्ने बित्तिकै सबैलाई थाहा हुन्छ होला। यो दायाँ बायाँ, अगाडि, तलमाथि। बसेर उठेर उफ्रिने, यो चाहिँ ठिक्क उफ्रिने, यो चाहिँ खुट्टा एउटा मात्रै गरेर उफ्रिने। नम्बरहरू दिएको छ। सक्यो दर्शक, यो 4 कोर्स चाहिँ सिद्धियो। अब दौडिन पायो भने दौडिने हो कि, तर दौडिन सकियो लाग्छ छैन। आज पहिलो दिन आएको, एक दिनमा यत्रो गरेको निकै थकै लाग्यो, किनभने अब फेरि साइकल चलाएर म फेरि वहाँ डाँडाको अर्कोपट्टि जानुपर्छ। पुरा उकालो छ, टाढै पसिना निथुर्कै हुन्छ त्यतिखेर पनि। अनि यो भिडियो बनाइरहेको क्रममा चस्मा लगाएको भएर नरिसाउनु चाहिँ, यो नदी नालाहरू छेक्नको लागि लगाएको हो। बेहाल हुन्छ के द गर्नु, यो पुरा माथिसम्म
योबाट जानु मन लाग्थ्यो तर जानु कालो छ त्यही भएर ठिकै छ यहीबाट लाग्छ